हेलो साथीहरु, आज म तपाईहरुलाई आफ्नो फेसबुक प्रोफाइल अथवा पेजमा लागेको कपिराइट कसरी हटाउने भनेर सिकाउन गइरहेको छु। जुन तरिका मैले सिकाउँछु त्यसलाई तपाईहरुले फलो गर्नुभयो भने तपाईहरुले आफ्नो प्रोफाइलमा लागेको कपिराइट इस्यु हटाउन सक्नुहुन्छ। तपाईहरुलाई म मेरो प्रोफाइलमा लागेको कपिराइट इस्यु हटाएर देखाउँदै छु। कृपया भिडियोलाई लाइक, कमेन्ट, शेयर गर्न नबिर्सनु होला। लागौं भिडियोतर्फ। तपाईहरुले सबैभन्दा पहिले फेसबुक ओपन गरिसकेपछि तपाईहरुले देख्न सक्नुहुन्छ यस्तो खालको इन्टरफेस खुल्छ। त्यसपछि तपाईहरुले दायाँतर्फ रहेको प्रोफाइलको आइकनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईहरु आउन सक्नुहुन्छ, यहाँ देख्न सक्नुहुन्छ सपोर्ट भन्ने, यसमा क्लिक गर्नु, सपोर्टमा क्लिक गर्नु होला। सपोर्टमा क्लिक गरिसकेपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ मेरो प्रोफाइल हो। यहाँ चाहिँ एक्टिभिटी भनेर दिएको छ, दिस थिंग्स योर रिपोर्टेड भनेर दिएको छ। त्यसपछि अदर कम्युनिकेसन भनेर दिएको छ है त। यहाँ चाहिँ मेरो कपिराइट लागेको चाहिँ यहाँ देखाउँछ, यसमा क्लिक गर्नु होला। देख्न सक्नुहुन्छ यहाँ कपिराइट इस्यु भनेर देखाएको छ। अनि म तपाईहरुलाई अब यसलाई कसरी हटाउने त भनेर देखाउँछु है त। म जुन तरिकाले गर्छु, जुन स्टेप गर्छु तपाईहरुले त्यही स्टेपलाई फलो गर्नुभयो भने तपाईहरुको कपिराइट हट्छ है त। देख्न सक्नुहुन्छ म यसमा क्लिक गर्छु। यसमा क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस खुल्छ। देख्न सी डिटेल्स, यसमा क्लिक गर्नु होला। रिसल्भ इस्यु भने एक्सेप्ट चेन्ज भनेको छ है त। म चाहिँ यसलाई रिसल्भ इस्युमा क्लिक गर्छु। यो इन्टरफेस खुल्दैछ। अब तपाईहरुले सबमिट डिस्प्युट गर्ने हो कि डिलिट भिडियो गर्ने। म चाहिँ डिलिट भिडियो नै गर्छु, त्यसकारणले म चाहिँ यसमा क्लिक गर्छु। तपाईहरु चाहिँ आफ्नो एडिट अप्सन एउटा छान्नु होला। म चाहिँ डिलिट भिडियोमा गए, त्यसपछि कन्टिन्युमा क्लिक गर्नु होला अनि डिलिट भिडियोमा क्लिक गर्नु होला। देख्न सक्नुहुन्छ मैले चाहिँ भिडियो डिलिट भइसकेको छ। अब यो चाहिँ मेरो कपिराइट हटेको छ। अब देख्न सक्नुहुन्छ तपाईहरुले। म तपाईहरुलाई फेरि गएर देखाउँछु। यसमा गएर जानु होला। त्यसपछि ड्याशबोर्डमा, यसो ड्याशबोर्ड गएर चेक गर्न सक्नुहुन्छ है त। स्क्रोल गर्नु होला, सपोर्टमा क्लिक गर्नु होला। सपोर्टमा क्लिक गरिसकेपछि तपाईहरु अदर कम्युनिकेसनमा जानुभयो भने यहाँ अझै मेरो एउटा कपिराइट इस्यु छ। तपाईहरुले पनि यसरी नै आफ्नो फेसबुक प्रोफाइलमा लागेको कपिराइट हटाउन सक्नुहुन्छ है त। भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर गर्न नबिर्सनु होला। धन्यवाद।